मित्रवर यो उत्ताने मुसा भने चाहिँ आज चाहिँ मैले पक्रेँ। यहीँ मेरोमा उदिँदो रहेछ कि फक्कै उगाइ पठाएको त नि। त हुँदैछ नि यो त ए कहाँ उताने मुसा उतानो मात्रै होइन ठाडो पनि हिँड्दो रहेछ नि। हेर्नुहोस् है छैन बिरालो त भएको छ मेरो मकै त कहाँ यी उताने मुसा त यी कुद्दो रहेछ नि तपाईँको यी हेर्नुहोस् है ए यस्तो हुँदो रहेछ उत्ताने मुसा ए हात चाहिँ यस्तो फर्केको हुँदो रहेछ हो यस्तोले खन्दो रहेछ नि हौ मुनि त यो फर्स्ट टाइमदेखि मैले सिसी लाइभ अन्धा हुन्छ भन्छ आँखा त छैन साँच्ची नै यसको यस्तो छ यता यसो पछाडि हेर्नुहोस् है पछाडि यस्तो छ हो तर मान्छेले भन्छ हिँडेन भने जोडै कुद्दो रहेछ नि हौ यो त फेरि टुक्राउन नि फेरि हो यस्तो हुँदो रहेछ छोरीसँग हुँदो रहेछ यो चाहिँ उत्ताने मुसा यस्तो हुन्छ हात हेर्नुहोस् यो मान्छे कस्तो हुँदो रहेछ हात त गर्दैछ यस्तो हुन्छ नि उत्ताने मुसा हात हेर्नुहोस् हात अचम्म हुँदो रहेछ यस्तो रगो हात हुँदो रहेछ नि मान्छे चाहिँ हात छ त अन्धा चाहिँ अन्धै हुँदो रहेछ यो ब्लाइन्ड मोल भन्दो रहेछ इङ्ग्लिसमा चाहिँ यो चाहिँ अन्धा चाहिँ अन्धै हुँदो रहेछ पुरा उधिने उसको लागि खत्तम नि हौ लसुनबारी खत्तम जे रोपे सबै उधिनेर त त्यो बिउ भएकोमा सबै सखा पारिहाल्छ यसले त